अब पालै पालो अनुसार सबैले खेतमा पानी लगाउने। पहिलो वोल्फ दाइ, त्यसपछि फक्स दाइ अनि अन्तिममा भुक्के। के? मेरो चाहिँ जहिले अन्तिममा किन? नियम अनुसार हो भुक्के, सबैको पालो बराबर। हेर्न मिमी, हामीले जहिले पानी लगाउने पालो अन्तिममा राख्छौँ, यसरी त हुँदैन। नियम अनुसार चल्नुपर्छ भुक्के, फेरि दायाँमा दिमाग नलगाऊ है। तिमी जे गर्न जान्छौ उल्टै गरेर आउँछौ। हुन्छ हुन्छ, हेरौँ अब म अन्तिमसम्म कोर्न सक्दिनँ। आज मेरो खेतमा पानी लगाउँछु। आज त पानी नै पानी, मेरो खेतमा आज खोखलै बग्छ। ल अब लास्ट होइन, फर्स्ट भए म। अब मेरो खेतमा बाली छिट्टै फल्छ, अरूभन्दा पहिले। पानी त लग्ने काम हुँदै गर्छ, म चाहिँ एकछिन आराम गर्छ। बेड पनि रेडी रहेछ। लोन्ने के हो? भूत हो कि? ए भुक्के, यति राति के गर्दै तिमी खेतमा? लन्नी, भूतले बोल्यो। भूत बोल्यो रे? अचम्म मान्छे रहेछ। यस्तो कमजोर मुटु भएको मान्छे राति राति किन हिँड्नु? यो भुक्के राति हिँड्न चाहिँ आँट गर्ने, अनि मान्छेको छाया देखेर चाहिँ घरले पानी चोर्न आएको कुरा नै बिर्सियो होला।